हेलो साथीहरू, नमस्कार। यो चाहिँ मेरो सेकेन्ड ब्लग। आज पनि म मार्केट जाँदैछु। साथी र म हामी खानासाना खाएर बाहिर निस्किँदैछौँ साथीहरू। मेरो साथी चाहिँ अगाडि गइसक्नु भएको छ। हेर्नु न साथीहरू, यो कस्तो राम्रो के होइन। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले नि, यस्तो भेडाहरू चरेको जस्तो, भेडाको चित्र, भेडाहरू चरेको जस्तो। म सुरुमा आउँदाखेरि यहाँ इजरायलमा नि यस्तो भेडा चर्ने रहेछन् भनेर हेरिराख्थेँ क्या साथीहरू। तर यो रियलमा चाहिँ होइन छ क्या, यो सिमेन्टबाट बनाएको रहेछ। अनि हामी धेरै हेर्नु है साथीहरू, कस्तो राम्रो फुल फुलेको के, कोइरालोको जस्तै फुल के। अनि म यो टिकटकभरि मैले सुनेको थिएँ कि साथीहरू, मरिचको रुख हुन्छ भनेर। तर यो मरिचको रुख हो कि के हो मलाई त थाहा भएन। त्यही पनि मैले भिडियो लिएँ कि साथीहरू। अनि यतातिर हेर्नु है, यो चाहिँ सिस्नो के इजरायलको। अनि नेपालको सिस्नोमा चाहिँ अलि धेरै काँडा बढी हुन्छ, यसमा चाहिँ अलि थोरै हुन्छ कि साथीहरू। छुँदा पनि त्यस्तो साह्रो नपोल्ने के। कस्तो राम्रो भएको, फुलेर मुन्टा के, पकाएर खाँदा मिठो हुन्छ कि साथीहरू। अनि गर्मी थियो, हामी कोल्ड ड्रिङ्क्स कोक किनेर खायौँ साथी र मैले। अनि हामीलाई सामानहरू लिन पर्ने थियो, अनि हामी सामान लिएर मार्केटदेखि फर्किँदैछौँ। अनि हामी त्यसपछि ड्राई फ्रुटको पसलमा छिर्यौँ। हामीलाई ड्राई फ्रुटहरू पनि किन्नु पर्ने थियो। अनि साथी र म कुन चाहिँ राम्रो हुन्छ, के लिने भनेर हेर्दैछौँ कि साथीहरू। साथी अगाडि गइसक्नु भएको छ, म पनि पछि भिडियो लिँदै जाँदैछु। म पनि हेर्दैछु कुन चाहिँ लाने, कुन राम्रो हुन्छ भनेर के साथीहरू। अब आफूलाई कुन मनपर्छ भनेर। अनि साथीलाई चाहिँ यहाँ आलमोन्ड मन पर्यो अरे, अनि लिँदै हुनुहुन्छ कति लाने भनेर हेर्दै हुनुहुन्छ। अनि फेरि होइन, अलिकति त अझै लान्छु भन्दै फेरि थप्दै हुनुहुन्छ क्या साथीहरू। उहाँले चाहिँ आलमोन्ड लिनुभयो, मैले पनि काजु अनि फेरि बदाम लिएँ कि साथीहरू। अनि फेरि हामी यहाँ पार्कमा गयौँ। अनि यो चाहिँ मेरो भाउजू। अनि हामी पार्कमा गइसकेपछि फेरि भिडियो खिच्ने, फोटो बनाउने काम छ क्या साथीहरू। यो चाहिँ म्युजियम। अनि साथीले चाहिँ मलाई आउनु, म यहाँ फोटो खिचिदिन्छु भन्नुभयो। अनि म दुईवटा बाजेको छेउमा बसेर पोज दिँदैछु क्या साथीहरू। अनि फेरि साथीलाई आउनु, म खिचाइदिन्छु हजुरको नि भनेर फेरि मैले साथीलाई नि पोजमा फोटो खिचाइदिँदैछु। उहाँ पनि मक्क पर्दै कहिले बाजेहरूसँग, कहिले कोसँग फोटो खिचाउँदै हुनुहुन्छ क्या साथीहरू। अनि फेरि म आएँ, फेरि मैले बाजेको काँधमा पनि राखेर फोटो खिचाएँ। अनि यतातिर फेरि हरियो फिल्ड रहेछ क्या साथीहरू। अनि त्यहाँ म फिल्डमा पनि बसेँ। अनि साथीले मलाई यस्तो स्टाइलमा खिच्नु भनेर सिकाइदिँदै हुनुहुन्छ कि। अनि फेरि उहाँको पोज अनुसार मैले फोटो खिचाएँ। त्यसपछि फेरि हामी यतातिर आयौँ। यहाँ पनि कस्तो राम्रो भ्यू देखिने रहेछ कि। अनि यहाँ पनि मैले फोटो खिचाएँ साथीहरू। अनि फेरि साथीको नि मैले ल आउनु, म हजुरको खिचाइदिन्छु भनेर साथीको नि खिचाइदिएँ। अनि साथीले नि पोजमा फोटो खिच्नुभयो। अनि हामी फोटो खिचायौँ, भिडियो गरायौँ। अनि उहाँ चाहिँ मेरो भाउजू के साथीहरू। भाउजू फेरि लजाउनुहुन्छ भिडियो गराउन, फोटो खिच्न। अनि मैले जिस्काइदिएँ, त्यो मान्छे पनि उतादेखि आउँदैछ कि, ल छिटो आउनु भनेर म फोटो खिचिदिएको। हाँस्दै हुनुहुन्छ भाउजू फेरि। अनि फेरि ल यसरी पोज देखाएर खिच्नु भनेर साथीले सिकाउनु भयो। अनि खिच्दै हुनुहुन्छ फेरि पोजमा। अनि फेरि साथीले हामी दुईजनाको नि फोटो खिचाइदिनु त भन्नुभयो। अनि फेरि भाउजूले खिचाइदिनु भयो क्या हामी दुईजनाको फोटो साथीहरू। अनि हामी रुम फर्काइँदैछौँ। यहाँ चाहिँ बच्चाहरू खेलिराखेको पार्कमा। अनि यस्तो बच्चाहरू खेलिराखेको देख्दा क्या साथीहरू, मलाई कस्तो आफ्नो छोराछोरीको याद आउँछ कि। अलिकति परदेशी भइसकेपछि अनि आफ्नो बच्चाहरू भइसकेपछि फेरि सानो कुराहरू हेर्दा पनि आफ्नो छोराछोरीको धेरै याद आउने छ कि साथीहरू। अनि हामी यहाँनिर न्यू दिल्ली भन्ने रेस्टुरेन्टको बाटो हुँदै रुम फर्क्यौँ। बाई।